पाटन दरबारतिर होइन हामी अहिले पाटन दरबार पुग्नुपर्छ पाटन दरबार पुग्नु पर्दैन पाटन दरबार कतातिर जाने भन्नु है मलाई थाहा छैन हो र त्यो बाटो हेर्नुपर्छ आमा हिँडेर जान्छ मातालाई भन्दाखेरि काम गर्दै हिँड्दाखेरि एकजना यहाँ बहिनी यता माथि आउने बहिनी भेटेको थियो अनि यहाँ चाहिँ त्यो डाँडा छ होइन सर्लक्क लगाएर आइसक्यो अब हामी पनि घुमेर यसो भिडियो बनाऊँ न त एउटा भ्लग पनि हुन्छ भनेर चट्ट यो त मसँग नि छ शिरबन्दी लगाएर चटपटेर त्यो के हो थाहा छ यो निगर हो जाड जाड हो जाड यस्तो छ यो चाहिँ बदाम ऊ तल रहेछ साकेला चाहिँ त्यो त तल जाने हो हामी चाहिँ अब मान्छेहरू फर्किसकेछ ढिलो भयो हामी चाहिँ साकेलामा आएको होइन हिजो एकजना मान्छे काम गर्दै आउँदाखेरि यहाँको मान्छे परेछ त्यही भएर म चाहिँ अब यहाँ आइसक्यो हामी पनि एउटा भिडियो बनाएर जाऊँ न त भनेर त मेरो त स्ट्यान्ड नै भाँची गयो अब यस्तरी देखायो मात्रै हात दुख्छ होइन यो भन्दा घुमेकै गरिसक्यो 4 बजीबाट हिँडेको 4:30 बजिसक्यो
आधी घन्टा हिँडेको साथीहरू वितरण भइरहेको छ। हजुरहरू इच्छुक हुनुहुन्छ भने त्यहाँबाट लिन सक्नुहुन्छ। त्यसै गरी प्रतीक्षाको घडी सकिएको छ। आदरणीय सम्पूर्ण उपस्थित महानुभावहरू, आजको यस कार्यक्रमको आकर्षण यस राष्ट्रलाई माया गर्ने व्यक्तित्व, राष्ट्रवादी माटोको आफ्नै विचार बोकेका आदरणीय यस श्रम सांस्कृतिक पार्टीका केन्द्रीय प्रधान अध्यक्ष श्री हर्क साप्ताङज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुनको लागि म ₹1000 वाला टिकट है। गेट नंबर 2 लिखल है तो टिकट ₹1000 वाला। यतिखेर टिकट पाउँदैन होला है। टिकट अब कहाँ पाउँछ? टिकट आज के भन्छ अघि एक दिनको अगाडि टिकट कुन छ? अनि टिकट नथिए जाने कहाँ कहीँबाट थियो टिकट आजको टिकट 3 दिन अगाडि काटिन्छ होला। 3 दिन अगाडि प्याक भइसक्यो होला, सिधि छ होला। काउन्टर चाहिँ कतापट्टि हो? उता छ खल्तीको पछाडि पनि छ। यहाँबाट छिर्नु दिँदैन? कहीँबाट पनि छिर्छ। टिकट नभए मात्र कताबाटै छिर्छ। टिकट खोल्ने टाइम मात्रै हुन्छ। टिकट एकछिन पुग्छ। आधा सरले खल्तीबाट 5 बजेतिर पुग्छ। आधा घन्टामा सबै 16 आउट हुँदो रहेछ। टिकट पाइँदैन है साथीहरू। अब टिकट नपाउने हिसाब के गर्छ? मोटर बोकेर हिँड्ने सर्दी बोकेर। हजुर आर्यन सिक्देलको घर जाने कतापट्टि छ र? हजुर बोलेन हौ मेरो लजा जस्तो छ साथीहरू। आर्यन सिक्देलको घर जाने। आर्यन सिक्देल हाउस। आर्यन सिक्देल। आर्यन सिक्देलको घर कता हो दिदी? आर्यन सिक्देलको घर कता हो? ए त निकै तल छ? निकै तल छ? आर्यन सिक्देल हाउस। यो चाहिँ तल हरे साथीहरू आर्यन सिक्देलको घर चाहिँ होइन। कहाँनिर हो त नेपाली एक्टर आर्यन सिक्देलको हाउस? कहाँनिर हो भन्दै जाँदाखेरि एकतातिर होला। बाटो चाहिँ अलिकति धराप टाइपको रहेछ। यता होला। आर्यन सिक्देललाई भेटियो भने पनि दामी हुन्थ्यो यार।